सम्पूर्णमा नमस्कार। कुन महिनामा घर बनाउँदा कस्तो हुन्छ र कुन महिनामा घर बनाउन थाल्नुपर्छ? सुरुमा घर बनाउँदा अथवा शिलान्यास गर्नलाई 12वटा महिना वैशाखदेखि चैतसम्म कुन महिनामा थाल्नुपर्छ, कुन महिनामा थाल्नु हुँदैन, कुन महिनामा थाल्दा कस्तो नक्षत्रमा थाल्नुपर्छ, कुन तिथिमा थाल्नुपर्छ, कुन योगमा थाल्नुपर्छ, कुन बारमा थाल्नुपर्छ, त्यो बारेमा एउटा भिडियो लिएर आएको छु म। त्यो जानकारी हो। वैशाख महिनामा घर बनाउनु अत्यन्तै शुभ मानिन्छ, अति राम्रो छ। वैशाख महिनाको यदि शिलान्यास मुहुर्त जुराएर त्यो सबै कुरा जुराएर चाहिँ वैशाख महिना घर थाल्नु, त्यस घरमा त्यो वैशाख महिना थालिया घरमा बस्दाखेरि एकदम शुभ रहन्छ, शुभ हुन्छ, शुभ नै छ, अत्यन्तै राम्रो छ। जेठ महिनामा घर बनाउन थाल्नु शुभ रहँदैन। यदि जेठ महिनामा घर बनाउँदा जेठो सन्तान या घरका सन्तानलाई पिर्छ भनेको छ। जहिले नि अब रोग लागिरहने, बिसन्चो भइरहने सन्तानलाई जहिले पनि अलिकति नकारात्मक भइरहन्छ भनेको छ। असार महिनामा घर बनाउनु फेरि अत्यन्तै राम्रो छ। असार महिनामा घर बनाउँदाखेरि घरमा धन वृद्धिहरू हुन जाने, धन दौलतहरू, रत्नहरूको वृद्धि हुने, त्यो सुन चाँदीहरूको पनि बढेर जाने अथवा रत्नहरू बढेर जानेछ, पशु चौपाहरू पनि बढेर जानेछन्। त्यस घरमा त्यो जुन असारमा शिलान्यास गरिएका घरमा चाहिँ पशु चौपाहरू एकदम बढेर जाने, फैलाएर जाने, फस्टाएर जाने हुन्छ। साउन महिनामा घर बनाउन नथाल्नु। साउन महिनामा घर बनाउँदा पनि राम्रो छ। साउन महिनामा घर बनाउँदा पनि राम्रो छ। साउन महिनामा घर बनाउनु पनि उत्तमै मानिन्छ। भदौ महिनामा पनि घर कहिले नबनाउनु भनेको छ। भदौ महिनामा घर नबनाउनु। भदौमा घर बनाउँदाखेरि घरमा कलह झगडा हुन्छ, मनमुटाव हुन्छ, कहिल्यै पनि त्यो घरमा शान्ति हुँदैन। भदौ महिनामा घर बनाउँदाखेरि कहिल्यै पनि त्यो घरमा शान्ति मिल्दैन। एउटा एकातिर बटारिरहेछ, अर्कातिर बटारिरहेको हुन्छ, एकातिर मिला अर्कातिर फेरि भत्किरहेको हुन्छ। त्यसले गर्दा भदौ महिनामा पनि कहिल्यै पनि घर नबनाउनु भन्छ। असोज महिनामा घर बनाउँदाखेरि श्रीमतीलाई नोक्सानी हुन्छ अथवा श्रीमतीको स्वास्थ्यमा हानि पुर्याउन सक्छ भनेको छ। त्यहाँले असोज महिनामा पनि घर नबनाउनु भनेको छ। श्रीमतीका स्वास्थ्यमा समस्या आउँछ भनेको छ। हामीले कर्मकाण्ड, विश्व कर्मकाण्ड ग्रन्थमा पनि असोज महिनामा घर कहिले पनि नबनाउनु। असोज महिनामा घर बनाइँदाखेरि घरको महिलालाई अथवा आफ्नो श्रीमतीलाई अथवा घरकी महिलालाई स्वास्थ्यमा समस्या हुन जान्छ। कार्तिक महिनामा घर बनाउनु भनेको धन धान्यको वृद्धि गर्नु हो। त्यो एकदम राम्रो छ। कार्तिक महिनामा घर बनाउन सक्दाखेरि धन धान्यको वृद्धि हुने, एकदम लाभ राम्रो हुने अवस्था देखिन्छ। कार्तिक महिनामा घर बनाउनु एकदमै राम्रो हुन्छ। मङ्सिर महिनामा घर बनाउँदाखेरि घरमा को सह बढेर जान्छ भनेको छ। अथवा जति खाए पनि अन्न कहिले पनि सकिँदैन मङ्सिर महिनामा घर बनाउनेको भनेको छ। जो पाहुना पासाहरू आइरहने, इष्टमित्रहरू आइरहने, एकदम राम्रो भइरहने, त्यो जसले आए पनि त्यो घरको ऊर्जामा त्यो बाहिरबाट रिसाएर आएको छ, कसैलाई केही त्यो घरको मान्छेलाई केही भन्छु भनेर आएको छ भने पनि त्यस घरमा आइसकेपछि मङ्सिर महिनामा घर बनाउन थालेका छन्, त्यो घरमा आइसकेपछि त्यो घरले त्यो उहाँलाई सकारात्मक बनाएर लैजान्छ। त्यसले गर्दा घर मङ्सिर महिना थाल्नु अत्यन्तै राम्रो हुन्छ। अब पुष महिनामा घर बनाउन थाल्दाखेरि चाहिँ चोरी चकारी अग्निभय हुन्छ भन्छ, त्यति राम्रो भन्दैन। चोरी भनेको चोरै आएर घर चोर्नुपर्छ भन्ने छैन। कुनै कुराहरू हराएर जाने, नोक्सानी भएर जाने, बिग्रिएर जाने, त्यो कहीँ केही कुराहरू एकदम नोक्सानी मात्रै भइरहने, अग्निको भय हुने। त्यसले गर्दाखेरि पुष महिना पनि घर बनाउनु राम्रो छैन भनेर भनिएको छ। माघ महिना त अब त्यसै उत्तम महिना, उत्तरायण सुरु पनि हुने महिना होइन। माघ महिनामा घर बनाउँदाखेरि सबैको जय हुन्छ। अत्यन्तै राम्रो महिना माघ महिना हो। त्यसले गर्दा माघ महिनामा घर बनाउँदाखेरि अति उत्तम छ, अति राम्रो छ। फागुन महिनामा घर बनाउँदाखेरि सन्तानले ठुल्ठुला प्रगति गर्छन्। त्यो जुन फागुन महिनामा बनाएको घर छ, त्यो घरमा जन्मेका सन्तान, त्यो घरमा बसेका सन्तानहरूले फागुन महिनामा बनाएको घर छ भने त्यहाँ बसेर ठुलो उन्नति प्रगति गरेर जान्छन्। सन्तानले चाहिँ एकदम ठुलो उन्नति प्रगति गर्छन् भनेको छ। अत्यन्तै राम्रो भनेको छ। चैत्र महिनामा घर कहिले पनि नबनाउनु। चैत्र महिनामा बनाएको घरमा डर, भय, त्रास मात्रै रहन्छ, कहिल्यै शान्ति हुँदैन। त्यसले चैत्र महिनामा घर पनि नसर्नु। कहिले बनाइसकेको छ भने त्यो पनि घरमा नसर्नु र घर पनि कहिले पनि नबनाउनु।
चैत्र महिनामा घर बनाउनु भनेको डर भय त्रासहरू हुने, कहिल्यै पनि राम्रो हुने, अशान्ति मात्रै हुने। त्यसले गर्दा चैत्र महिना पनि घर बनाउनु नथाल्नु भनेको छ। अब यी मैले नराम्रा भनेका महिनाहरूमा चाहिँ छोडेर अरू महिनाहरूमा चाहिँ राम्रा तिथि बार नक्षत्र शिलान्यास मुहुर्त जुराएर आफ्ना नजिकका गुरु पुरोहितहरूलाई सोधेर अथवा पञ्चाङ्गमा हेरेर चाहिँ घर बनाउन थाल्नुभयो भने सदा सर्वदा राम्रो हुन्छ। हजुरको घर भनेको त सधैँ बस्ने हो, आफू एक दिन मात्रै बस्दैन, सदा सर्वदा बस्ने घर सदा राम्रो हुनुपर्छ। सबै कुरा मिलेको घर भयो भने त्यो घर मन्दिर बराबर हुन्छ, तीर्थ बराबर हुन्छ। त्यस कारणले गर्दा घर बनाउँदा यी कुरामा ख्याल दिनु होला। हवस् त, नमस्कार।